सर तपाईलाई स्वागत छ मिथिला टेलिभिजनमा। हजुर धन्यवाद। के भयो हजुरको परिचय? मेरो उमेश नेउपाने, म यो जिल्ला बचत तथा ऋण सङ्घको म महासचिव। के हो अहिले सहकारीको अवस्था? अहिले सहकारीको अवस्था खासै सहकारीमा इफेक्ट नपर्नुपर्ने हो, तर अहिले केही व्यक्तिहरूले चाहिँ एउटा ब्याङ्किङ रुल्स भनेको ठुल्ठुला ब्याङ्कले गर्ने गतिविधि गर्नाले सहकारी चाहिँ अप्ठ्यारोमा पर्न गएको हो। र सहकारीले खास भन्ने हो भने साना बचतलाई लिएर साना क्रियाकलापहरू नै सञ्चालन गर्ने हो र त्यो सहकारीको मूल्य मान्यताभित्र चाहिँ त्यो पर्दछ। र जुन किसिमले सहकारीहरू दर्ता भएका थिए त्यो सहकारीको उद्देश्य अनुरूपै काम गरेको भए आज सहकारी अप्ठ्यारोमा चाहिँ जाने थिएन। र केही व्यक्तिहरूले सहकारीलाई चाहिँ एउटा सहकारीको सिद्धान्तभन्दा बाहिर लगेर सञ्चालन गरेको हुनाले सहकारीहरू अप्ठ्यारोमा गएको। यो प्राधिकरणको सहकारी जुन प्राधिकरण छ उहाँको बेग्लै नियम अहिले चाहिँ आइरहेछ, के छ यसको विषयमा? यो प्राधिकरणको खास भन्ने हो भने अब एउटा के हुन्छ भन्दाखेरि धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तो यो चाहिँ के छ भन्दाखेरि तपाईँलाई अहिलेको प्राधिकरणले चाहिँ तपाईँको जुन किसिमको अहिले नीति पोलिसी बनाएको छ सहकारीको मूल्य मान्यताभन्दा फरक छ। जब यसले चाहिँ तपाईँको हाम्रो सहकारीहरू एकदमै निम्न वर्ग र एउटा स्थानीय हिसाबमा स्थानीय व्यक्तिहरूको उस्तै खालका व्यक्तिहरूको चाहिँ एउटा चाहिँ व्यवहारबाट स्थापित सहकारी हो यो। यो चाहिँ धेरै यसका डकुमेन्टहरू मोबिलिटीहरू गर्न सक्ने तागत एउटा साधारण सहकारीमा गाह्रो हुन्छ। त्यसमा चाहिँ तपाईँलाई एउटा गाउँमा काम गर्ने सहकारीहरूले सामान्य त्रुटिहरू सहकारीमा हुन्छन्, किन भन्दाखेरि ती गाउँ भेगमा जुन काम गरेका सहकारीहरूले तिनीहरूसँग न ब्याङ्किङ त्यो प्रविधिहरू धेरै हुन्छ, त्यहाँ त एउटा खाता पाता पासबुकबाट चाहिँ चलाएको हुन्छ। अब यसलाई चाहिँ कम्प्युटरबाट अरू कुराबाट त्यसको व्यवस्थित गर्न सक्ने तागतहरूको लागि त त्यहाँ चाहिँ जनशक्ति त्यही किसिमको व्यवस्थापन गर्नु पर्यो, हरेक कुरा मिलाउनु पर्यो। तर सहकारीले साँच्चै भन्ने हो भने सानो तवरबाट साना पुँजीबाट र साना म्यानेजमेन्टबाट चलाउने सहकारी हो। त्यो सहकारी ठुल्ठुला पैसा दिएर धेरै नगद दिएर त्यस्तो व्यवहारहरू गर्न सक्दैन। र त्यो विधि र विधान चाहिँ प्राधिकरणले पनि धेरै नै खोजिएको छ। र म चाहिँ सरकारसँग पनि के अनुरोध गर्न चाहन्छु भन्दा सानो सहकारीहरूका लागि पनि नीति नियम पोलिसीहरू चाहिँ त्यो किसिमको उनीहरूलाई दुःख दिने होइन, उनीहरूलाई सहज पुग्ने खालको चाहिँ नीति नियमहरू सिर्जना गर्नुपर्छ भन्ने म सुझाव दिन चाहन्छु।